ल त गाई टक्क खाँदै जाऊ सबैजना होइन अब खाएर पनि सकिन लागिसक्यो अब फटाफट 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 खाएर होइन अनि घर गएर टक्क अनि तातो पनि बस्नुपर्छ होइन सो हेलो नि नमस्ते गाइज वेलकम टु माई न्यू ब्लग होइन अनि आज चाहिँ हामी स्पेसली डेमा अनि आज घुम्न आएको थियौँ अनि आज चाहिँ म अलिकति ढिला आएको छु अनि साथीहरू दाइहरू सबैजना आइसक्यो म मात्र बाँकी थिएँ अनि म चाहिँ आउँदा अनि यसो भ्लग गरिदिउँ त भनेर भ्लग गरिदिएको होइन अनि अस्ति नै एकचोटि घुम्न आएको ठाउँमै हो होइन यहीँनिर टक्क यहाँ आइदिएको छु होइन अब कस्तो हुन्छ भ्लग हेरिदिनु होइन ल अब म चाहिँ त्यहाँ माथि जान्छु होइन के कस्तो पकाएर आएर छन् के कस्तो गर्दैछन् के कस्तो गरेर बसिरहेछन् होइन सबैजना देखाउँछु होइन म जाँदैछु होइन हाम्रो टिममा चाहिँ यहाँनिर रहेछन् होइन मैले अघि भर्खर देखेँ यहाँ आउँदै यस्तै छ होइन ल अब जानेछौँ अनि युट्युब च्यानलमा नयाँ आउनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन अनि अब हामी लागौँ भिडियोतर्फ होइन यहाँ रहेछ त्यहाँ हेलो गाइस के पाक्दैछ यहाँ मासु ओ कति किलो छ 2 किलो मासु कतिजना हामी 1 किलो रागाको 1 जना 2 जना 3 जना 4 जना 5 जना 6 जना 7 जना 8 जना मसँग 9 जना रहेछ होइन र यहाँ छ हुनुहुन्छ होइन सबजना स्पेसली चाहिँ यो छ है यो एक्सट्रिम जस्तो रहेछ एउटा के हो एनर्जी ड्रिङ्क अनि बियर कोक हाम्रो नानी हाम्रो मम्मी सबैजनालाई हामी यो डाँडामा आएको छौँ हो हाम्रो भ्लग हेरिदिनुहोस् सबैजनाले नमस्ते सबैजनालाई जय मसी यहाँ हुनुहुन्छ यहाँ हुनुहुन्छ हाम्रो म्याडम भ्लगर नि दामी नजर छन् होइन सबैजना आउनु भइसकेको म चाहिँ अलिक ढिला भयो होइन मम्मी आज दिनमा यसरी पिकनिक आउनु पाएको कति खुसी ल्याएर छ खुसी आनन्द तिमीलाई कति खुसी ल्याएको छ बोल्न आएन आज कस्तो लागेको छ यहाँ आउँदाखेरि धेरै खुसी लागेको छ धेरै खुसी हो तपाईले अस्ति बच्चा ठोक्यो भने नि आज धेरै खुसी लागेको छ अस्ति बच्चा ठोक्यो भने साथी ल्याएन मैले अहिले पाकिसकेपछि म टक्क देखाउँछ होइन अहिलेलाई चाहिँ यति नै के मसला चाहिँ पहिला आइनहल्नु फुत्किसक्यो कता यताबाट निस्किसक्यो अहिले पछि हाल्ने कि तिमी भुगेर सबै झार्दै आएर बाटी भरि यसो चाहिँ गिलास पनि झारेछ छन्चरी छडी बस्दै यसरी बोका थियो अनि त्यो छमा राखी सरेर त्यो हाल्यो ओ भिडियो गर्ने त ए मसलाको पोको देउसी रे ए सबै भाइ बोको आमेन ए जय सब रागा देउसी रे ए चैत्य चाहिँ खसी देउसी रे धनिया त बढे त जुम गरी भ्लगमा ए बा ए हुन मिठो हुन्छ त्यो है सबै निकाल ओ ब्याग हाले भने त्यो ब्याग छोड्नु बटन राख्नु नि सबै हाल्नु टक्क अब चाहिँ मासु पाक्ने कार्यक्रम हुँदैछ होइन मसला ससला सबै हाल्छु होइन
अब टक्क मासु हालेर टर्र फ्राई गरेर होइन चट्ट हल्का ग्रेभी हालेर टक्क खाँदा त फेरि मजा आउँछ नि त होइन मुखमा पानी पनि आउँला फेरि माउन्टेन ड्यू माउन्टेन ड्यू भने यो ओ यो चाहिँ अदुवा लसुनको पेस्ट हो होइन टक्क लगाएर यो लाग्यो बट सिलौटा खालको त यहाँ कति धेरै छ नि दाइलो छ यसको लक्क पखालेर मासु बोल्नु पर्ने मासु खोइ के मासु बोल्नु कुकुरको म त्यही भन्छु यो लामो गिर्ला ढुङ्गा त्यहाँ चाहिँ चुलो चाहिँ अलिकति कमजोर परेछ होइन अहिले पेस्ट घोप्दियो भने त श्रेष्ठ हुन्छ त सबैजना उडो ए त्यो मुनि आइसक्रिमको भाडा रहेछ अनि त्यो डढ्दै गएपछि गन भेटै ग्याङ मैले चाहिँ MP40 या ओ यसले हान्दा सबैलाई बुट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 ु त्यति बेला मेरो पास गन हे अब चाहिँ खेल्न जानु पर्थ्यो लड खेलाउनु त्यसलाई अब के हुन्छ ओए बोल्नुमा नि त्यसलाई लुक्न लाउ अब चाहिँ मासु हाल्ने टाइम हुनु लाग्यो होइन मासु चाहिँ फेरि यहाँ दुई थरीको छ होइन एउटा राँगाको एउटा कुखुराको छ यो चाहिँ कुखुराको हो होइन कस्तो फेरि उनीहरू काट्दै है यताबाट हाल नि त दौरा दिन्छ है टक्क यो चाहिँ यस्तो हो होइन यहाँनिर टक्क छ होइन टक्क लगाएर भ्यू अहिले मासु टक्क पाकिसकेको देखाउँछु म होइन लागेको होइन यो गाइज मासु आउँदैछ ए कति थोरै हो मासु त आधा किलो पनि छैन के हो 2 किलो चिकन त ठुलो बनाइदियो नि त भरे खानु मजा ढले म छ हेलो बेबी के भएर भन्नु ल सबै डिस्ट्रिक्ट जानु ल सबै डिस्ट्रिक्ट जानु सबै डिस्ट्रिक्ट हान्दै 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 लगाएर यतातिर त खेल्दा छन् होइन सबजना यो पनि बर त्यहाँ मासुको गन्ध पाएर ल यो पनि आएछ ल ऐस ऐस ल के त आउँदैन नि यार हेलो सुलुलुलु हेलो सुलुलुलु हेलो सुलुलुलु हेलो सुलुलुलु ल पाटेरु सबैले भन्दा त हेलो सुलुलुलु हेलो सुलुलुलु यो बन्द तरिका वनभोज खाना आएर छौँ है हेर्नु साथी देखाउन सक्नुहुन्छ यहाँनिर मासु पाकिरहेको छ होइन ल गाइज होइन टक्क अहिले मासु सासु पाकिसकेपछि होइन टक्क खाने बेला देखाउँछ अहिले चाहिँ होइन अब अहिले चाहिँ अब के हुन्छ भन्दा यहाँ अब सबजना हल्ला गरिरहेको छ होइन गफ गरिरहेछन् त्यही भएर ल यो लागि चाहिँ त्यही त एकछिन म फोटो खिचिदिने बनाइदिन्छु ल सबैसँग मैले भेदाले लिएर गएको भेदा क्यामेरा कहाँ छ ल गाइज होइन यहाँ कुखुराको मासु चाहिँ पाकिसक्यो होइन अब यहाँ राँगा मासु पाक्नु लागि छ होइन राँगा मासु पनि लगभग कम्प्लिट होला अनि भान्से वहाँनिर चाहिँ साप वहाँनिर हुनुहुन्छ हाम्रो मान्छे यता एकजना जानुभएको छ एकजना गाछा फुच्चे भाइ होइन सुरट 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 यो कुकुर यहाँ खाना आज होइन हेलो जयसप हेलो सुलुलु हेलो सुलुलु मासु मिठो मिठो होइन गाइस मासु मासु चिउरा
मिठो 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 के ल मासु एन्ड कम्प्लिट होला होइन अब सबै कम्प्लिट भइसकेर टक्कै खाने टाइममा हामी भिडियोहरू देखिन्छौँ होइन टक्कै अहिले लै ल मासु हेलो हेलो ल त गाइस अब चाहिँ हाम्रो खाना सुरु भइसक्यो होइन अब टक्का खानुपर्छ होइन अनि हाम्रो मासु चाहिँ कस्तो बनाएको छ भन्दा हल्का झोल हालेर टक्कै यत्तिकै बनाएको छ होइन यो प्लेटमा होइन टक्कै यहाँ हुनुहुन्छ होइन ल गाइस अहिलेको लागि चाहिँ यति नै हो होइन यति त के भन्नु अब हामी खानेछौँ अनि टेस्ट भन्नेछौँ होइन कस्तो छ भनेर ल टक्क लगाएर होइन म त्यो कुरामा बस्नु सकेन ल यहाँनिर छ कुकुर झन्डै आइसक्यो क्या हेर न ल टक्क यहाँ पाकेर भइसकेको छ होइन ल सबैजना ड्याम 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 समाएर खाउँ होइन अब चिसो हुन थाल्छ होइन टक्कलाई त्यहाँ पनि हाल्यो यहाँ पनि हाल्यो होइन यहाँ भाइ छ ल सबिन भाइ आइज त्यहीँ बस्छौँ हामी बाबु मलाई जयरा छ तपाईँ पनि उतै आउनु ल टक्कै चाहिँ मलाई होइन हेलो टक्क यहाँ ल्यायो होइन टक्कलाई अब खाएर हेर्नु त कस्तो रहेछ मिठो 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 हलमा त खान त कृपा मलाई हड्डी हाल्ने मिठो छ होइन अब सबैजना हामी खानु भइसक्यो रात पनि लगाइसक्यो होइन हामी ऊ तल पुग्नुपर्छ होइन अब अहिले लागि चाहिँ होइन अब यति नै होइन अहिले टाइम टाइम देखाउँछु अहिले टाइम ल गाइस कस्तो छ खानेकुराहरू कस्तो छ र कस्तो छ खानेकुरा हाम्रो पार्टीहरू मम्मी कस्तो छ खानेकुरा ल त गाई टक्कै खाँदैछौँ सबैजना होइन अब खाएर पनि सकिन लागिसक्यो अब फटाफट 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 खाएर होइन अनि घर गएर टक्क अनि तातो पनि बस्नुपर्छ होइन अब अहिले चाहिँ आगो सागो नै निप्नु लागिसक्यो होइन अब चिसो चिसो हुन थाल्छ होइन साथमा छ एक्सट्रिङ होइन ओ एनर्जी ड्रिङ्क पो रहेछ त्यहाँ बियर पार्टी हो ल ल अब टक्क लगाएर खाएर होइन म नानी यसरी हेर्नुपर्ने छ होइन नानी हेरेर अनि हामी घरतिर लागिन्छ जाने टाइममा टक्क भिडियो बनाउँछ होइन ल गाइज अहिलेको लागि चाहिँ यति नै है त ल गाइज सो गाइज होइन अनि अहिले चाहिँ घर आइपुग्यो अघि रातिभर चाहिँ खासै भिडियो बनाउनु पाएन हिँडेर आएको नानी बोकेर आएको थिएँ होइन त्यो लगाउनु पाएन थ्याङ्क्स फर वाचिङ दिस भिडियो होइन भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला होइन हामी भेट्नेछौँ अर्को भिडियोमा अहिलेको लागि यति नै त बाई